स्कुल जानु बारबार गए हैन हुन गर्दा खान्ने छिटो परबल दिउ आई त मैले होमवर्क कही गरेर नै हेर्ने होला त किन नगरेको त हेर्ने वाली भने काम जानु पर्छ बेलुका आइदिन काम त्यही गरी स्कुल जानु भल पार्दै गएर कामले गर्दा हाता आउने गर्नु बाँकी नै उही टाइम गर्दा खान्ने केले हाजिरी चुक्ता छिटो आई त मैले होमवर्क कही गरेर नै हाता अरे क्या नुतिको हुकुम चलाउँदा उही क्या गर्दा अब हाता हरियो रे म त हरियो बुन्ना कल्लो गाउँको हरियो रे तिमीलाई त नानानु काम थियो रे के काम हो त नानानु काम थियो के काम हुन हाम्रा दिन सम्झना आउँदो ताका झलझलियो एकचोटि भेड्ने मन थियो काँचै सुन्तलियो बिराती लाउने कम्बर पसे किसु आइज बाजा म बेटिदा बाटा बसे आई सुन्तली तेरो त छाड्नीको नै ऐठीसले केटा त फुन गर्ने किदाले होइन बुनी आइनन् यस्तो क्या गर्दै छ त ज्याको भगला नाउ पढे त डाक्टरले पनि मास्टरले पनि सिकाउन लाग्यो ओली थापाडी त आफू ज्याको भगला सुन्तल त नै बसिरहेछ त के छ सुन्तलिया तेरो खबर मेरो पनि दुःखै छ अहिले म जिउँदैछु बाँचेकै छु आजकलका जोभन्दा कहाँ मन पराउने हुन थाल्छ दुःख मन पर्यो त्यसलाई मन पराउँछौ भन्दा आयो पराउँदो भन्ने त्यो माया गर्ने हो रे भन्ने हो त्यो मन पराउँदो भन्ने अब किन ओइरहेको तिमी देउले भ्यागन्दामै आइग्यौ आइगयौ तर भ्यागन्दामै अहिले म आम्बाले पनि नानी उमेरमा भ्यागरियाउ हामी 12-13 वर्ष भयो आम्बा त 9-8 वर्षमै पर्मै भ्यागरिया तिनै भ्यागन्दा लिएर आया हो तिमी आछिले भ्यागन्नु हुँदैन रे पक्क त 12 वर्ष भ्याउका भ्यागन्दा कुरा गर्दा हुन्छ भन्दैन आछिले बे आम्बाले गरेको के गरिँदा आम्बाको सिक्नु त पर्यो तरे आम्बाले गरे आफूले गर्नु त पर्यो तरे भ्याउनु पर्यो तिमी भ्याउनु आउँदैन मुहा त त भ्याइ नीचे भ्याइ गर्ने मुहा त भ्यागरेछि मेरो सुकिने छु जीवनभरि पढाउने हौ साथ दिने हौ पसल गर्ने पसल गराउने व्यवसाय गर्ने व्यवसाय गराउने त्यो भुत्ते मात्र बसुरान खाना दिएपछि फेरि हसगरिया खुलाउनु गर्नु हसगरिया कुरा उदान आछि उनले हसगरिया कुरा उदान आजै अब त हुँदैन त्यसो तिमी भ्या गर्ने हैनौ त्यो भन्ने भ्या तिमी जस्तो केटी म 1000 पाउँला तिमी म जस्तो केटा 500 पाउने हो तिमी जाने भ्या चाहिँ पोल्ला गाउँको चोइले तिमी हातेका लेख्न पाए नि जाऊ त रे जाऊ सुन्तली कहाँ गयो त बिहानदेखि न स्कुल पढ्न पनि गएन हेर आज हाजिरी पनि चुकेर कहाँ गयो ओली त त्यही त मुखर पनि खाना बिलती खावे फेरि के रान्दैछि कहाँ पो गई घर पनि गई कि गएन स्कुल पनि गएन हाजिरी चुकाइदिए आई स्कुल पनि आइन क्या खै त अब क्यारेर केको परिस्थिति जस्तो छ त्यही काट दुगो भाव दुगो टोटको स्कुल टोटको बेलीमा हामी सुन्तली आएन अति 10 बजे स्कुल हवे हाते जाउँला हाते गएर बेलीमा आएन कहाँ सेफ्टी हो त कहाँ पो गई त्यो स्कुल जाने बेला केटा त फुन गर्दैछि गीत हाल्दैछि त्यो पहिलो पो गई कि के पो गरी घर गइन भन्दा तिमी हात आएन हाते गयो भने थाहा पाउने न हाते गयो आएन बेलीमा घरि आउँदा आएन झोला आइपुग्छ किताब पुरा फाल्यो कहाँ सेफ्टी हो त
त नाम नानी त्यो टिकामा बितडी त्यो अनि कहाँ पगाइदे हामीले पनि थाहा पाएन हामी त स्कुल गएन छोरी हामी सुन्तली बितडी कहाँ स्कुल लगेर कहाँ बाइक मुन्दा अन्त है होला त भाव सुन्तली दिदी जग्गामा म हरिया पहिलो बाइक गरे अच्छा यार लगे हात नि वेदै कहाँ गाइयो त दाजु क्या रुँदा छौ त क्या रुँदा छौ त हामी सुन्दै पुट्की त्यो बाबा आइयो छोडी रोइकन क्या गर्न छौ त गइकन को डाल गई आउँदै गई हरियो हरियो भने अब हुनु भएन छोरी पहिला गई संस्था घर गई कस्तो केटो छ बरु त्यसको खोज खबर गरौँ घाटा जाउँ के सोधखोज गरौँ त्यो रोइकन हुँदैन हरिया कता हो हड्न पनि औदैन गरे आएर देख्दैन रातको काण्ड यही अहिले खाना पनि खाएन घाँटी त चारो पनि जाँदैन के गर्नु के भित्ता गरेर को छ कुकुरको कोही कोही बता हरिया हरिया हो रिस त उठिहाल्ने अब कुटुम्बले ल्याइयो भित्ता आऊ भित्ता जाँदैन अहिले अन्त पनि जाँदैन भित्र ल्याइयो केटु अहिले त हरिया भित्ता कोले जाने जापा हुन्डी बसन जाने या भावता हात खाली नै भाइ पाउन आउला यार हरिको पाउना त खाबी पाउना बस्नु हम्दी राजा बस्नु हामी सुन्तली पहिला आइगएर तपाईँको छोराले ल्यायो त्यो ल्यायो उनीहरूले अब आफ्नो पनि उनीहरूले कुरा खबर हुन्छ त्यही भएर जेठा बोली त हुनाले भयो भिडिपुरी गर्दै थियो मैले ठिकै छ धाँदा जहाँ बरु मुन जानु ल अब गरौँला भनेर जेठाकाले सँगै सँगै गएका छौँ त्यो भएर उनीहरूले के छ कस्तो छ अब नानी छोरी आइगई पहिल अब आएपछि अब सोधखोज गर्नै पर्यो अब यो के भन्दाखेरि हाम्रो कर्तव्य पनि हो छोरी पालपोस गरिसकेको पहिला आएपछि त कर्तव्य हो त्यही भएर हामीले के छ जेठा कुराकानी गरेर पहिलेसँग कुराकानी गरौँ धेरै लामो समयसम्म बस्नु पनि आवश्यक छैन अहिले आयो मेरो छोरी कुर्को मेरो मुखती ल्याइदेऊ क्या गरी ल्याऊ मैले छोरी ल्याउने बताउनु पर्यो उनीहरूले लिनुपर्ने घर पढाउला लेखाउला उ गर्नुला भन्दै हेर्ने यो हरियो पनि दिसी पनि ल्याए राम्रो हो र भएन लैहाले भेट लाग्दैन हुन्डी धिराज थोरै नाइ हुन्डी भरै लहान किता होला जाता सोच्दै गरेर नै आउनु हुन्डी अब कुटुको राजा अब भइ आया पुरेन जोरदार तिमीले दिए आया हामीले दिए आया हामीले दिए आया तिमीले दिए आया
तिमीसरी बजार ल्याए होइन आफै कुर्कुचाउन टेकी आई तेरा छोरा हरियाको त हातो बारी कुर्कुचाउन टेकी नि हातो बारी त्यो हुक्छु राजा त्यहाँको त अब करा होला कुर्कुचाउँदा टेकी आउने भने मेरो छोरी दैले जाँदा कुर्कुचाउँदा टेकी आउने छोरी हो यसरी यो हरियाकोमा चिक्छेन गले तु हुन्ने तु त्यसले हुन्नु खोजे यार ओ बरगने दिल्लाई दिया रे कुन काइदा मैदान केटा मेरो बच्चा रे चुपला बस कहाँ र कहाँ आछ मान्ने हैन तिमी आफै खोजेर चाहिँ क्या बुझिछ त्यही अनुसार अब कामका होठहरु आइग्या ए छोरी क्या गरे आइले बोल तिमीले के चाहिनु लोटपटै ल्याए क्या गरे कि यानी कुर्कु जाउँदै टेग्या गुना हामी छोरीले पढे लेखेर फीस दिने आको गरे काम गरम दिन्दिया लुगा कपडा गर्दिया मान्छे पढे चाकरी खाली अरु कता 50 दिने भन्दै गरे हेले अनि छिनु गइले पहिले आइगइ हेर नान नानी एगरे हटाउ बडा हटाउ त्यो खोल पनि आइ चला चला हटाउ हटाउ पहिले हेरो अझै छोरी पहिले आइगइ अनि खुसीले आयो भने तिमी किन हान्दा त्यो हान्ने काम हो कि चाँदा बिका रिस ठिक हुँदैन नि र बरु सम्झा बुझा गरौँ चित्त बुझा बरु लैजाउँ न त्यो हान्ने काम गर्नु हुँदैन हाने पनि न कुटुमा गयो भने छोरी आएर बेसरी फुटिकिया भने न किन मैले खाना नुखा मेरो आरो गएन भने बजे हुन्छ उमेर नुपुजे यो आउने यो कति पितडी होली अयो राखियो के आरो आई हुम्ने खराका खरायो रे तिमी ना जेठा घाटा मान्छ ना तिमी सन्देश देऊ सम्झिकन अब क्या गरौँ जेठा अब ज्याउनु भइगयो मामा नै दिन्छ पनि नजा कुरा भइगयो यो पहिला आउने छि उनले ल्याउने छि ल्याए आइए इजको अब छोरीले पनि भनिले हाम्रो चित्त बुझ्यो म चित्त बुझेर म खुसीले आइए भनिले अब खुसीले आइसकेपछि भोलि आउने मुक्त मामिला गरे पनि खुसीले आइए भनेपछि यिनीको अलिकति फरक अलग अलग राखी दिने मात्रै पुगेसम्म तर यो श्रीमती चाहिँ अनिवार्य भइया त्यो उनीहरूले के भन्दाखेरि अब यिनीको न कुटुम्ब जस्तो कुरा अब हामी लिएर बसेर काम गर्नु भएन बरु हामी के गरौँ को दिन बार मूल्य को दिन मूल्य हो त्यो दिनमा हामी पुर्याइदिउँ भन्ने सल्लाह गरौँ अनि त्यही अनुसारको गरेपछि त होला त कस्तो होला अब होला अब त्यही गरौँ कन्ठा अब ज्ञान आइगइ पुग्दिन अब क्या गरौँ मेरो अब 3 दाइ बार आई बाङ्गलामा सुनिन बाङ्गलामा भन्दा त्यही भोलि पर्ने हरियाणा पठाउँदा पिरामा अब जाला आई बार नै अब ल्याइया अब भने पार गरौँ न अब 3 दिन 12 बार गरौँ न अब पठाइदिउँ न अब हुँदैन अब त्यो गर्नु मार अब हामी अब बाइजाउला छोडी गर्न भोलि दिन बार गरिदिन मैले पठाइदियो अब हामी बाइजाउला अब जाँदा पनि अब दैसा अब नाताको जोड्नु पर्यो तिमीको त्यही कारण अब दैसा भन्नु भएन जेठो बस भने अब एकछिन टिका टालो गरौँ अब ए लोटो ल अन्त गरे पुखारे त मुन्त भित्राउँदो मुखमुखी छ बस कालियो मगरे नरसिंह पहिला नि आया अनि ठुलै उमेर पुगेपछि पहिला आउनु जा जा गरे जा गर्रे गर ताकेट गर आइदियो र शान्ता गरियो सुकेर त सिक्को बडी गर्न जान्छु ए बस से कैसे होला त बस तल ए हुन्दियो अरु हामीले लाइले हामी दुई दिन लाउँ गयो खाना गर पूजा खाना बाबा खाना त खाइ
छोरी त कतिला घर पढी छ कतिकै थाल गरी छ कतिकै खाना गरी छ कतिला घर पढिने छोरी त अब बाजे खाना त अब खाना दुःख नमान हामी पनि नजिकै छौँ हप्पला गाउँ जान के ढिलो छ तपाईँहरू खानु होला त्यही दिन बार गरिकन घाम छिटो ल्याउनु है म त बुढा खुच्चा छोरी अब आइगई आएपछि जय त भयो नि आइगई आइसकेपछि साइसकेर पालताल धर्म वचन गरे फलनै छोरी यति रहेछ खुला नुनुले आइ छोरी हो धर्म गरे अब हामी गाउँ भाउ र बुहारी जन्मगत बनाउन जान्दैनन् हामी बिहा गर्दा हुन्न पनि जान्दैन बुढीले के गर्नुहुन्छ बिहा गर्दा जन्मगत भन्न हामी यहाँ दाउरा गरेर जान जान्छ अब एउटा लैजाले त बाबा राई कोचो